त्यसरी जानुभएको। क्यान्सर होइन, क्यान्सर हुँदै उपचार गर्न राजाबाट केही सहयोग भएको थियो। वीरेन्द्र राजलाई सुन्दरी जलमै सेकेन्ड टाइम पनि त त्यहीँ राखिया थियो नि। पठाएपछि मृगेन्द्र राज डाक्टर मृगराज पाण्डे, वीरेन्द्र मार्दिया सरकारले है त्यो चाहिँ गएपछि अनि के भयो डाक्टर भनेर सोधिबक्सेछ। ल सरकार है बाहुनको बच्चा मर्ने भयो जेलमा, सरकारलाई अपवाद लाग्छ, ल यसलाई त छिटो ट्रिटमेन्टमा पठाउनु पर्छ भने यो शुक्रबारको दिन जीवराम सर नोट गर्नुहोस्, शनिबारको दिन राष्ट्र ब्याङ्क खोली बाटो खर्च डलर कति लाग्ने साठी अमेरिकाको एम्बेसीमा पत्राचार गरी ल जति लाग्छ यो उहाँको ट्रिटमेन्टमा त्यो खर्च गरेर दरबारलाई पेश गर्नु र भनिकन परराष्ट्र खोली पासपोर्ट दिलाई आइतबारको दिन दिउँसो उडाएको यहाँबाट। बीपी कोइरालालाई राजा वीरेन्द्रले त्यो खालको सुविधा। अब उनीहरू डिक्टेटर भन्छन् अहिलेको उहरू। अनि गणेश मानजीको चाहिँ के थियो? गणेश मानजीलाई पनि केही सहयोग हुन्थ्यो दरबारबाट?